नमस्कार गाइस, नमस्ते सबैलाई। आज चाहिँ म गाडी लोड गर्दैछु। गाडी लोड गरेर बानी प्रक्रियामा छु साथीहरू हैन। म तपाईहरुलाई देखाउँदैछु म के गरिरहेछु भन्ने भिडियो म तपाईहरुलाई आज बताउँदैछु। गाडी लोड गरिसके पछाडि चाहिँ यसलाई यसरी बान्नुपर्छ सिक्की लगाएर। तपाईले हेर्न सक्नुहुन्छ बाँदर चढे जस्तो साथीहरू हेर्नु त। के गर्नु काम त गर्नै पर्यो हैन र। अवस्था हैन पुरो भएछ। अब काम गर्दा गर्दा थाकिसक्यो। तपाईहरुले देख्नु भएको होला सिक्रेट छोटो देख्नु भएको छ हैन भिडियोमा। तर तपाईको त्यो भिडियो एकदम के रे त्यो सिक्रेट एकदमै हेभी खालको छ है गाइजहरु। अब एउटा हातले उठाउन नि एकदम समस्या एकदम गाह्रै हुन्छ। र पनि जबरजस्ती बोल लगाएर उडाएर बानी क्रैश गर्दैछु केटाले। यस्तो छ साथीहरु काम कुरो हैन। अब जिन्दगीमा काम भनेको चाहिँ हरेक काम गर्नु पर्ने रहेछ। जब परदेश हिँड्यो तब चाहिँ आजकलको देशमा अब काम गर्छु भनेर एउटा हिम्मत गरेर आइयो, थाहा पायो सबै कुरा कसरी गर्नुपर्ने छ हैन, कतिको गर्नुपर्ने छ भन्ने कुराहरु। यस्तो अवस्था हेर्नुस्। त्यही भएर सबैलाई म के अनुरोध गर्न चाहन्छु भने साथीहरु काम भनेको त्यस्तो भयो नि, काम चाहिँ काम नै हो हैन। त्यही भएको हुनाले काम भन्ने कुरो सानो ठुलो भन्ने कुरो हुँदैन। हरेक काम आफूले जानेको काम आफूले गर्नुपर्ने कामहरु, कति कामहरु चाहिँ नजानिकन पनि गर्नुपर्ने अवस्था आउँछ है। कति चाहिँ अब जानेको काम गर्नुपर्छ पनि कति बेला चाहिँ नजानी पनि कति कुराहरु हैन सिक्दै पनि गर्नुपर्ने अवस्था आउँछ। त्यही भएर हरेक दौरमा मान्छेले भनेको हिम्मत गर्नुपर्छ। हरेस खानु हुँदैन। हरेक काम गर्न सकिन्छ, हरेक काम गरिन्छ। हामी नेपाली हो। त्यही भएर हरेक कुरा भनेपछि हार्नेवाला छैन र हार्दैनौँ। त्यही भएर यति नै भन्न चाहन्छु म साथीहरु। काम यस्तो छ मेरो हैन। तपाईहरुले देखिसक्नुभयो गर्नुपर्ने काम। अब यो भिडियोले चाहिँ पछाडिको भाग अथवा अगाडिको भाग पुरै देखाउन सकिएन, पाइएन। यो त्यस्तै भयो है गाइजहरु। ओके छ सबैलाई गुड लक सबैको।